ए भगवान् भन्दा 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 उयो गर्दा गर्दा बल्ल सुत्यो क्या नानी चाहिँ। साथीहरू यस्तो छ कि बेज अस्तिसम्म त राम्रै उयो गर्दै थियो, अहिले त झन् त्यो छुट्टी भएर होला कि नानीहरू। अन्त खेलाउन भर्खरै थन्का मन्का पारिदिइसकेँ चेलेले। मैले चाहिँ उसलाई भनेको थिएँ बेसी चाहिँ ननिकाल, जति खेल्छौ त्यति निकाल भनेको थिएँ हो। अन्त जे भएको 2 कार्टुन त्यो डल्लै खनायो। अन्त त्यसरी खनायो त्यहाँदेखिको चाहिँ अब राख्ने बेलामा चाहिँ छैन क्या। राख्ने बेलामा चाहिँ ल्याङफ्याङ उयो गर्दैन। अन्त छरा बस्टा न्याङ गर्छ त्यस्तै। अन्त मेरो पालो पनि सुत्नु पनि मान्दैन। अन्त मेरो पालो कराइवरी उयो गराएको थिएँ, त्यहाँबाट चाहिँ सुत्यो क्या। झगडा गर्छ, टाइममा सुत नभनेको मान्दै मान्दैन। अन्त कराइदिएको थिएँ, त्यहाँबाट चाहिँ गएर सुत्यो क्या। नकराइन्जेल त उता उयो गर्दैन। 2-3 दिन भएको छ, साह्रै छाडा भएको छ क्या। कराइन्जेल नकराइन्जेल त त्यस्तो गर्छ। फेरि सब समाट पाऱ्यो क्या। चेलेले भगवान्, यता चेलेले उता चेलेले। अन्त यो जे भएको सामान चाहिँ 2 कार्टुन चाहिँ सामान उसको खेल्ने मात्रै। अन्त यो सब सामान चाहिँ उयोनिर प्रोफाइल ओछ्याइदिएको थिएँ, त्यहाँनिर चाहिँ छरेको क्या। अब मजाले खेलेर राख्यो भने त हुन्छ नि, राख्दैन। छर्रा फर्स्ट बिचरा दाजु चाहिँले पनि त्यत्रो मिलाएर राखिदिएको, फेरि निकालेर अन्त छैन। दाजु चाहिँले पनि मिलाइदियो, उसले फेरि त्यस्तै गरेर चाहिँ छर्यो क्या। अन्त केही नसुत्नु मान्छ न के गर्नु मान्छ। अन्त मेरो पालोमा मार कराइदिएको थियो, त्यहाँबाट गएर चाहिँ सुत्यो क्या। अहिले चाहिँ भर्खर सुतिरहेको छ। सुत्नु लगायो, सुतिरहेको छ। पट्टै बनाउँछ नि साथीहरू। अन्त दिन त यस्तै रहेछ हौ अब है। दिन चाहिँ अब घामहरू नलाग्ने रहेछ है। र पनि मैले त यत्तिकै भए पनि लुगा सुकाइरहेको छु। घाम चाहिँ नलाग्ने रहेछ साथीहरू। कति दिन भइसक्यो हो। अन्त बिहान पख पनि जाडो हुन्छ। अन्त अब त्यही हो साथीहरू। खानापिना चाहिँ अघि खाइसक्यो। खाएर पनि अर्को ठुलो चाहिँ उपर खेल्नु गइरहेको छ त्यो फुटबलहरू। अन्त अर्कोलाई चाहिँ सुत भने आज ढिलो सुत्यो, 4 बजीतिर। अब बेलुका ढिलो सुत्छ फेरि। अन्त के गर्नु, जबरजस्ती भए पनि सुत भनेको अब झगडा गर्छ। अन्त अर्को चाहिँ पर खेलिरहेको छ फुटबल खेलिरहेको होला उपर साथीहरूसँग। दिन त कस्तो भएर आयो। अन्त ऊ पनि खाने बित्तिकै गएको होला, खाइपी गरेर। अन्त त्यो पनि गएको होला बिचरा। हुनु पनि के गरोस्, घर बसेर पनि। हुन त खेलेको ठिक छ, घरमा बसेर फेरि त्यही हो, फोन खेल्नु र यताउता गर्नु मात्रै हो। अन्त बरु खेल्यो भने एक्टिभिटीहरू होइन, फिजिकल एक्टिभिटी पनि गर्नुपर्छ। अन्त त्यही लागि चाहिँ अन्त गयो। ऊ पनि एकछिन अघि नानीहरूसँग एकछिन खेलेरै सुतेको। अन्त भाँडाकुटीहरू खेल्यो। त्यहाँदेखिको चेलीले बनाइराख्यो। त्यहाँबाट फेरि साथी चाहिँहरू गयो। अन्त उसलाई फेरि उयो पऱ्यो, टिभी हेऱ्यो। टिभी हेरेर फेरि न्याङ गर्नु थाल्यो। त्यहाँबाट चाहिँ सुत भनेर चाहिँ आज तर ढिलो सुत्यो, अरू बेला अलिक छिटो सुत्थ्यो। आज त 4 बजिसकेको थियो। अन्त साह्रै न्याङ गरेर चाहिँ अन्त म त निन्द्राले होला भनेर चाहिँ सुत्नु लगाएको नि त। अन्तखेरि उयो गरिरहेको छ, रुँदै सुतेको हो। कराइदिएको थिएँ नि त। कराउनु पनि होइन, म चाहिँ बोल्दिनँ नि त उसँग क्या। अन्त बोलिनँ भने चाहिँ अन्त उसलाई चाहिँ साह्रो पर्छ क्या, म बोलिनँ भने। अन्त त्यही कारणले गर्दा चाहिँ अन्त सरी, यस्तो गर्दिनँ उस्तो गर्दिनँ भन्दै माफ माग्छ। अबदेखिको यस्तो गर्दिनँ भन्दै उयो गर्छ क्या। अन्त मैले सुतिहाल, अन्तखेरि म बात गर्छु भन्यो। अन्त ऊ चाहिँ सुत्यो क्या। यस्तो रिस उठाउँछ साथीहरू, के हो अहिलेको नानीहरू है, कस्तो चाहिँ हुन्छ। अन्त यता जाउँ उता जाउँ, खालि मार्केट जाउँ भन्छ हो। अन्त म त कहिले स्कुल लागोस् जस्तो भइसक्यो। घरमा छुट्टी भयो भने पनि यस्तो हुँदो रहेछ।
अन्त अब कहिले स्कुल लागोस् जस्तो भइसक्यो ट्युसन पनि लागेको छैन स्कुल पनि लागेको छैन त परेसान हुन्छ नि त हो अन्त त्यही हो त नानीको स्कुलको बुकमा पनि कभरहरू गरिदिनु पर्ने हो अन्त भोलि चाहिँ गरिदिनु पर्यो भन्दैछु अब आज त यत्तिकै भयो भोलि चाहिँ बुकतिर कभरहरू पनि गरिदिन्छु अब 6-7 तारिकदेखि त लाग्छ होला सायद तिनीहरूको स्कुल पनि अन्त ट्युसन चाहिँ 1 तारिकदेखि भन्दै थियो म त ट्युसनहरू कहिले लागोस् जस्तै भइसक्यो नानीहरू यस्तो भएको देखेर क्या ट्युसन चाहिँ लागेको भए हुन्थ्यो नि जस्तो लाग्दैछ अन्त मैले अघि फोन गर्दा चाहिँ अब 1 तारिकदेखि पढाउने भनेर भन्दैछ अन्त अब 1 तारिकदेखि चाहिँ पठाइदिन्छु उसलाई एब्सेन्ट पार्दिनँ अब चाहिँ पुरा उसलाई ट्युसनहरू जाओस् भनेको घरमा त ओके लाउँछ अन्त अन्त मैले त त्यही हो चाना कालो चाना र आलुको चाहिँ मजाले ग्रेभी हालेर बनाएको थिएँ अन्त दाल त बनाइनँ त्यही ग्रेभी हालेर बनाएको थिएँ अन्त उयो भात बसाएको थिएँ अन्त त्यस्तै खान्छ यिनीहरूले चाहिँ त्यस्तै मन पराउँछ त्यही खायौँ हामीले चाहिँ लन्चमा हुन्छ साथीहरू है दिन त त्यही हो घाम लाग्ने होइन लुगाहरू सुकाइरहेको छु अहिलेको लागि यति नै बाई बाई साथीहरू